वृष राशि हुने मान्छे हेर्दै सुन्दर आकर्षक देखिन्छन्। मिठो खान, राम्रो लाउन, च्याट्ट परेर हिँड्न यी वृष राशि हुने व्यक्तिलाई कसैले सिकाउनै पर्दैन। नमस्कार, आजको बसाइमा तपाईँ वृष राशि हुने व्यक्तिको जन्मदेखि मृत्युको बीचमा के कस्तो घटनाक्रमहरू चलेर जान्छ, तपाईको जवानीपन, बालापन, वृद्ध अवस्था कसरी बितेर जान्छ, तपाईको लकी नम्बर, शुभ दिन, शुभ बार लगायत शुभ दिशाको बारेमा सबै जीवन चक्रको बारेमा जानकारी दिनको लागि आइसकेको छु। कार्यक्रममा आउनुभएको छ, अवश्य पनि च्यानललाई एकपटक यसो सब्स्क्राइब गरेर भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। तपाईँ यदि वृष राशिको हुनुहुन्छ भनेदेखि तपाईँ धेरै कालो वर्णको हुनुहुन्न, तपाईँ गोरो वर्णको हुनुहुन्छ। हाइट अत्यन्तै हाइटी पनि भन्न मिल्दैन, ठिक्क प्रकृतिको 5 फुट 6 इन्ची भन्दा माथि त्यति धेरै गएको देखिँदैन। तपाईँ चाहिँ नि ठिक्क मध्यम वर्गको हाइटी पनि तपाईँको लागि देखिएको छ। तपाईँको लकी नम्बर भनेको यसै पनि 6 नम्बर, पूर्व र दक्षिण दिशा तपाईँको लागि शुभ दिशा र शुक्रबारको दिन तपाईँलाई अत्यन्तै शुभ हुने बार पनि हो। सेतो कलर, नीलो कलर तपाईलाई अत्यन्तै फाप्छ। साथमा वृष राशि, मिथुन राशि, कन्या राशि, कुम्भ राशि र मकर राशि हुने यी 5वटा राशि हुने व्यक्तिसँग तपाईले जति सुकै संगत गर्नुस्, जति हातेमालले गर्नुस्, तपाईलाई केही अप्ठ्यारो पर्दैन। तपाईका मित्र राशि भनेकै यी 5वटा राशि हुन्। तपाईले विवाह गरे पनि जति सुकै जुनसुकै क्षेत्रमा तपाई लाग्नुस्, यही 5 राशिले तपाईको भाग्यलाई स्टेप बाइ स्टेप चाहिँ लेभल अप गराउने काम पनि गर्छ। तपाईँ वृष राशि हुने व्यक्तिको स्वभाव भनेकै एकदम शौखिन प्रकृतिको, भनेको कुरो हुनै पर्ने। संसारमा यो ब्रह्माण्डमा राम्रो चिजहरू के बनेको छ त? खानेकुरा मिठो छ कि त्यही चाहियो, लगाउने कुरा राम्रो छ कि ब्रान्डेड चिज चाहियो। मान्छे पनि नराम्रो चाहिँ अनुहार बिग्रेको व्यक्तिसँग संगत गर्न मन लाग्दैन। राम्रो सुन्दर आफ्नो स्वरूपहरू अलिकति यसो चाहिँ हैन, कचाकुचु केही भए पनि तलमाथि राम्रै मान्छे चाहियो हैन। फेरि एकदमै चाहिँ यस्तो व्यक्ति भनेको चाहिँ नि श्याम खान खोज्ने खालको, स्वादको पारखी, प्रशंसक है। तपाईँ प्रशंसा गर्ने मान्छे हो नि, तपाईँ राम्रो मान्छेको पनि प्रशंसा गर्नुहुन्छ, मिठो खानाको, मिठो भोजनको पनि तपाईँ प्रशंसा गर्नुहुन्छ। तपाईलाई एकदमै चाहिँ नि प्रत्येक तपाईलाई चाहिँ मिनेट यानी कि कुनै पल पनि तपाईँ चाहिँ नि एकदम आलस्य बनेर बस्न चाहनुहुन्न। यानी कि तपाईँ मान्छे चाहिँ नि यसै पनि रङरस गर्नमा लिप्त रहने मान्छे। कसरी हुन्छ? एकदम खुसी के मनोरञ्जन लिने के गरेर हुन्छ, एकदम चाहिँ मनलाई चाहिँ प्रसन्न पारेर, प्रफुल्लित पारेर बाँच्न चाहने मान्छे तपाईँ वृष राशि। अब वृष राशिको त अब गुणगान गाउने भनेदेखि हैन साँझ नै पर्छ, तर पनि यसो 5-7 मिनटको भिडियो तपाईको लागि मैले बनाएको छु। तपाईलाई नै यो भिडियो सबै कुराहरू तपाईलाई जे बोल्छु सबै कुरा मिल्छ। तपाईँ अन्तिममा चाहिँ मुसु हाँस्नुहुन्छ। अचम्मको कुरा छ, तपाईको बालापन कसरी बितेर जान्छ। बालापनमा, बालखमा तपाईँ चकचके खालको स्वभाव, तपाईँ लाउन पाउनु भएको छैन, खान पाउनु भएको छैन भने पनि तपाईको छरछिमेकीमा पाकेका मिठा खानेकुराहरू तपाईले चाहिँ मागेर भए पनि तपाईले चाहिँ गएर भए पनि खानुहुन्छ। छरछिमेकीले लगाएको कपडा अथवा आफू गरिब हुनुहुन्छ भने पनि राम्रो कपडाप्रति तपाईलाई नजर जान्छ। यसै पनि भन्नु होला हैन, यो त मानव स्वभाव हो। होइन हजुर, यो चाहिँ तपाईको वृष राशि हुने व्यक्तिको स्वभाव हो। तपाईको जवानीपन पनि साथीभाइहरूको लैमा लागेर अरूले जे भने पनि हुन्छ भन्ने खालको स्वभाव बनाएर हैन, एकदम घुम्न फिर्न, रङ्गमञ्चमा चल्नको लागि, मनोरञ्जन गर्नको लागि तपाईँ बढी लाग्ने खालको तपाईको स्वभाव हुन्छ। त्यसै कारणले गर्दा बेला बेलामा यसो मुद्दा मामिला पर्ने, जेलनेल हुने, हतकडी लाउनु पर्ने, एकदमै चाहिँ हैन धेरै सुख खोजेपछि त त्यही त हो नि, जाकिनु पनि पर्छ। त्यो पनि दुःख गराउँछ त हजुर। वृष राशिलाई त अलिकति चनाखो हुनुस् है भन्छु मैले। बुढापा त हजुर तपाईँ त जीवनभरि चाहिँ मिठो 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 खायो हैन, चिल्लो चिजहरू एकदम मन पर्ने तपाईलाई। बुढेसकालमा अब पेटको रोग, अनेक रोगहरू छ, कति छ लास्टमा भनिदिन्छु तपाईलाई, म सबै कुरा भनिदिन्छु। तपाईको स्वभाव भनेकै एकदमै चाहिँ विलासी जीवन बिताउन खोज्ने खालको। राणाहरूले, राजकीय खानदानले जसरी चाहिँ रोयल लाइफ बिताइराखेका छन् त्यसै गरी तपाईलाई जीवन बिताउन मन लाग्छ। यो तपाईको नैसर्गिक गुण हो, जन्मजात गुण हो, सानैदेखि निस्केको तपाईको गुण हो हैन त। तपाईँ रिसाहा पनि अत्यन्तै रिसाहा मान्छे हैन, यति रिसाहा हुनुहुन्छ कि तपाईलाई भोग्ने मान्छेले मात्रै त्यो बुझिआछ कि झट्ट रिसै देखाउनुहुन्न। त्यो पनि त राम्रो पक्ष हो हैन। रिसाएपछि त फेरि तपाईँ त अचम्मै तरिकाले अब स्वार्थी प्रकृतिको पनि भन्छन् तपाईलाई मान्छेले हैन। तपाईँ त फेरि ट्याक्टुको काम निकाल्न जान्ने खालको मान्छे, आफ्नो दुनो सोझाइसक्ने खालको मान्छे, आफ्नो दुनो चाहिँ झ्यापझुप्पै सोझाउन सक्ने खालको मान्छे चाहियो।
सबभन्दा छिटो चाहियो, पालो कुर्न नसक्ने खालको स्वभाव, जे पनि चाहिँ छिटो चाहियो, छिटो हुनुपर्ने, त्यो तपाईँको स्वभाव हो है। एकहोरो टाइपको के भनेपछि चाहियो यो एकहोरो स्वभाव तपाईँको पहिलेदेखि। अलिकति शारीरिक रूपले चाहिँ तपाईँ अलिकति अल्छी प्रकृतिको चाहिँ भन्न मिल्छ है। अरूलाई अराउने, दिमाग लगाउने, बुद्धि लगाउने, यसमा यसो भनेर सिकाउने, आफू चाहिँ बसेर मजाले स्याममा खाने खालको स्वभाव, पैसा पनि कमाउन जान्ने खालको मान्छे, जुक्ति लगाउन सक्ने खालको मान्छे तपाईँ वृष राशि। यसै पनि रङ्गीन दुनियाँमा तपाईँ रमाउन चाहने खालको मान्छे। यदि महिला अथवा पुरुष जे भए पनि अपोजिट जेन्डर तपाईँलाई बहुतै मनपर्छ होइन। जवानीमा त तपाईँले एकछिन पनि आफ्नो जीवनसाथीलाई छोड्नै चाहनुहुन्न होइन। यसो हेर्दाखेरि अलिकति काम उत्तेजनामा चाहिँ बढी इच्छा भएको पनि भनिन्छ, तर त्यो इच्छा चाहिँ तपाईँको अपोजिट जेन्डरले भन्लान्, तपाईँलाई चाहिँ नि त्यस्तो लाग्छ। तर धेरै बेर तपाईँले चाहिँ प्रसन्न पार्नको लागि एकदम हृदय खोलेर उनलाई सन्तुष्ट दिन पनि सक्नुहुन्न। त्यो पनि तपाईँको खराबी भनौँ कि राम्रो भनौँ, त्यो तपाईँको यसो चाहिँ अलिअलि उफ्रिने मात्रै हो क्या, तपाईँ यसो बुरुकको उफ्रिने विषयवस्तु हो होइन। तपाईँ चाहिँ यो यस्तै हो जिन्दगी। अब यो कुरा धेरै चाहिँ बयान नगरौँ, यो गुप्त विषयका कुराहरू। अब तपाईको यो अलिकति खानपिनमा चाहिँ तपाईलाई एकदमै बार्न पर्छ है, नत्र बुढेसकालमा दुःख पाइन्छ है। यो कुरा पनि भन्छु तपाईलाई मैले। प्रेमका कुराहरू गरेर जीवन बिताउन कति चाहिँ तपाईलाई मन पर्छ है एकदम चाहिँ रंगीन कुराहरू, लाज लाग्ने कुराहरू हैन, एकदम चाहिँ हाँस उठ्ने कुराहरू, एकदम चाहिँ काउकुतै लाग्ने खालका कुराहरू तपाईलाई बहुत मन पर्छ। सकभर मान्छेहरुसँग, आफ्नो उमेरका समूहका व्यक्तिसँग तपाईलाई छिल्लिन, कुराकानी गर्न हैन, अलिकति चाहिँ अश्लील कुराहरू गर्न, अश्लील चीजहरू हेर्न अब बहुतै मन पराउने मान्छे तपाईँ भन्दाखेरि ओहो गुरुले त हैन सबै गोप्य कुरा खोलिदिनु भयो भिडियोमा। यही हो तपाईको स्वभाव, यही हो हजुर, गाह्रो नमान्नु होला, तपाईको स्वभाव यस्तै छ। अब मैले त्यही कुरालाई वर्णन गरिदिएको है। अब राजनीतिकमा लाग्ने मान्छे तपाईँ राजनीतिकमा पनि एकदम राम्रो फड्को मार्न सक्नुहुन्छ है, दिमाग छ, बुद्धि छ। अब ठूलो पद पदवी पाएर बस्न सक्ने खालको एउटा चाहिँ तपाईको राशि हो, यसै पनि वृष राशि है। अब तपाईलाई अर्को कुरा के छ त, राजनीतिकमा पनि लाग्न सकियो, नेता पनि बन्न सकियो, तर एउटा ठूलो साहित्यकार पनि तपाईँ बन्न सक्नुहुन्छ हैन। कति राम्रो छ नि त हजुर, लेखन कला, साहित्य, नाटक, उपन्यास इत्यादिका कुराहरुमा तपाईलाई बहुतै मन पर्छ। नृत्य गर्न मन पर्ने, गीत गाउन मन लाग्ने, ठूला ठूला हस्ती बनेर नाम राख्ने तपाईको कति राम्रो छ नि हजुर, राम्रो छ नि वृष राशि। अब अहिले पनि ल हेर्नुस् 2082 साल चलिरहेछ, वृष राशिलाई 7.5 लाख भन्ने सुन्नु आएको छैन हैन, अढैया लाछ त लाछ छैन, कुनै नराम्रो ग्रहले घेरेकै छैन कि, केही समस्या छैन। त्यो कारणले गर्दाखेरि ठूला ठूला उपन्यासकार अथवा चाहिँ साहित्यकार बन्न सक्ने खालको क्षमता भएको राशि हो वृष राशि। कथाहरूमा बग्ने खालको हैन, रोएको कथामा आफै रुने खालको, हाँसेको कथामा एकदम खित्का छोडेर हाँस्ने खालको राशि हो तपाईँ वृष राशि है। तपाईको स्वभाव भनेकै एकदमै छैन, अरूको दुःख देख्न नसक्ने खालको राशि हो वृष राशि। अर्काको मर्म बुझ्ने, अर्काको चाहिँ कर्म बुझ्ने खालको अवस्था तपाईको चाहिँ स्वभाव हो वृष राशिको है। अब लेखन कला, साहित्य, संगीत क्षेत्र, मिडिया लाइन तपाईलाई पहिलेदेखि सानैदेखि रुचि राख्ने खालको अब क्षेत्र नै भयो हैन। लागि पर्दा पर्दै कतिले टिकटक अकाउन्ट अथवा चाहिँ फेसबुक अथवा अनेक चाहिँ युट्युब अकाउन्ट बनाउनु भयो होला हैन। रुचि कति छ क्या तपाईलाई, अलिकति ठूला बडा बन्ने, कलाकार बन्ने तपाईको रुचि नै हो यसै पनि हैन। मल्ला हैन यसै चाहिँ यतिकै हालेको भिडियो होइन हजुर, तपाईको चाहिँ यो भित्रको चाहिँ दाँत अर्कै, बाहिर चपाउने दाँत अर्कै भन्ने विषय जस्तो कुरो भयो नि यो त होइन। तपाईको चाहिँ यथार्थ भनेको तपाईँ चाहिँ समाजमा एकदम घुलमिलिन चाहने खालको मान्छे कि, सामाजिक मान्छे तपाईँ है। अब अर्को कुरा जानकारी दिन्छु, तपाईको झ्याप्प उमेर हेर्दाखेरि लगभग तपाईँ 20 वर्ष हुनुभएको छ भनेदेखि तपाईलाई मान्छेले 25 वर्ष अथवा 30 वर्षको भन्छन् कि, त्यो चाहिँ तपाईको अलिकति उमेर चाहिँ हेर्दाखेरि अलि बुढो जस्तो देखिनुहुन्छ है। त्यो भनेको चाहिँ तपाईको लागि राम्रो पक्ष मानौ कि नराम्रो पक्ष, एजेड भन्छन् मान्छेले, एकदम परिपक्व भन्छन् मान्छेले। परिपक्व भनेको त राम्रो हो नि हैन र, त्यो पनि बुझौँ। अनि अर्को कुरा, आफूभन्दा अलिकति कान्छी पुरुष भएदेखि अलिक कान्छी स्त्रीसँग, घरकी कान्छीसँग चाहिँ विवाह गर्न मन लाग्ने हैन, त्यो चाहिँ तपाईको स्वभाव हो। यानी कि सम्बन्ध राख्न खोज्ने खालको तपाईको स्वभाव हो। पहिलो व्यक्तिसँग घरबार अति जान गाह्रो पर्छ है पनि भनिन्छ वृष राशि हुने व्यक्तिलाई। त्यो विषयमा पनि अलि विचार गर्नु होला। तपाईँ चाहिँ सहन नसक्ने खालको मान्छे हैन, दमन शासन चाहिँ सहन नसक्ने खालको तपाईको स्वभाव छ। त्यो कारणले गर्दा विचार गरेर अगाडि बढ्नुस् हैन। अब यस्तै चाहिँ अनेक विविध कर्म गरेर बुढेसकालमा चाहिँ थल्लिएर हैन, रोगले चाहिँ एकदम व्याप्त भएर सुगरको औषधि खाएर, प्रेसरको औषधि खाएर बाँच्नु पर्छ है। वृष राशिले अलिकति सावधान रहनुहोस् है। अब तपाईको चञ्चले पारा भनेको बुढेसकालमा पनि जाँदैन,
तपाईँ जतिसुकै 50, 55, 60 वर्षको हुनुहोस्, तपाईँ चाहिँ नि अलिकति भने जस्तो भएन भनेदेखि एकदम मनमा गाँठ बाँधेर एकदम चाहिँ कुरा खेलाएर रोइहाल्ने खालको मान्छे, पिलपिल पिलपिल आँसु झारिहाल्ने खालको मान्छे, वेदना सहने अत्याधिक चाहिँ एकदम दुःख त साह्रै पाइन्छ हजुर। तपाईँको मन कस्तो खालको छ होइन, एकैछिनमा खुसी भइहाल्ने, एकैछिनमा एकदम पहाड चाहिँ भिर खसी चाहिँ हुने मनमा, त्यस्तो खालको अवस्था होइन। अब तपाईँ त पहिलेदेखि नै सानैदेखि भोजन प्रेमी, ट्वाक्क ट्वाक्क मुख बजाएर हुन्छ कि स्वाद लिएर बडा मजाले खाना खाने मान्छे तपाईँ, जे कुराको पनि प्रशंसा गर्न रुचाउने खालको मान्छे तपाईँ। यसै पनि मैले भनि नै हालेँ होइन। अब तपाईँलाई चाहिँ बुढेसकालमा के रोग लाग्छ, बुढेसकालमा होइन तपाईँको चाहिँ अब हिसाबले हेर्दाखेरि 25 वर्षभित्रमा भाग्य उदय त हुन्छ, कि विवाह हुन्छ, कि विदेश यात्रा हुन्छ, कि जागिर हुन्छ, तपाईँको लागि राम्रो समय त त्यतिखेर नै हो। तर पनि एउटा एक हिसाबले हेर्दाखेरि तपाईँको जवानीदेखि नै अलिकति मूत्र सम्बन्धी समस्या के यो पिसाब पोल्ने, यो पिसाब सम्बन्धी इन्फेक्सनहरू, अनि कफ, वात, पित्त सम्बन्धीका रोगहरूले दुःख दिने, शीघ्र पतन, शीघ्र स्खलनका समस्याहरूले होइन, शीघ्र वीर्य श्रापका समस्याहरूले तपाईँलाई चाहिँ समस्या गराउँछ। महिला हुनुहुन्छ भनेदेखि पाठेघर नशा सम्बन्धीको समस्याले तपाईँलाई दुःख दिन्छ। त्यो त अत्यन्तै दुःख लाग्दो कुरो छ हजुर, अप्ठ्यारो छ नि विषयवस्तु है। तेजहीन काम वासनाले युक्त तपाईँको पहिलेदेखि स्वभाव, अब त्यस्तै कारणले गर्दाखेरि त्यस्तै रोग लाग्छ कि अब गाह्रो छ हजुर होइन। वृष राशि भनेर भन्न त हो होइन, अलिकति जसमा पाउनै नसक्ने, टेन्सन सधैँभरि भइरहने, कहिल्यै पनि केही नपुगी जस्तो भइरहने तपाईँको व्यवहार के सबै चिज छ घरमा, के छैन तपाईँको घरमा, गाडी पनि होला होइन, ब्याङ्क ब्यालेन्स छ, सबै चिज छ, घर छ, त्यति मजाको छ नि, त्यति राम्रो छ नि, आफ्नो चाहिँ दाम्पत्य सम्बन्ध, सन्तानहरू पनि छन्, सबै चिज छन्। तर पनि के हो नपुगे चाहिँ होइन, आफ्नो जीवनसाथीलाई चाहिँ घरिघरि शङ्का गरेको गरे, अब बर्बादै छ नि कुरोकानी। यस्तै कारणले गर्दाखेरि हो कि तपाईँलाई चाहिँ टेन्सनले नछोड्ने, चिन्ताले नछोड्ने, पिरले नछोड्ने होइन। त्यसै हुन्छ त डिप्रेसन, त्यसै हुन्छ त फ्रस्ट्रेसन होइन, रातिमा निन्द्रै नलाग्ने कारण त्यसै हो त। बुढेसकालमा पनि अब चाहिँ दुईटा बिहा गर्ने कि यस्तो खालको चाहिँ यो अलिकति चाहिँ आफ्नो चाहिँ दाम्पत्य सम्बन्धसँग चाहिँ यसो ठिसमिस भयो भनेदेखि अप्सन्स रोजिहाल्ने कति नराम्रोको बानी तपाईँको, यही बानीले गर्दाखेरि जीवनमा धेरै चाहिँ दुःख पाउनुहुन्छ हजुर। यस्तै जानकारीमूलक मैले तपाईँलाई भिडियो फेरि पुनः लिएर आउने नै छु। आजको लागि म छुट्टिन्छु। यदि पर्सनली तपाईँलाई जन्मकुण्डली हेराउनु मन छ, आफ्नो जीवन दर्शनको बारेमा जान्न मन लागेको छ, बुझ्न मन लागेको छ भनेदेखि दिएको नम्बरमा मलाई सिधा व्हाट्सएपमा मेसेज गरिदिनु होला, भाइबरमा मेसेज गरिदिनु होला। तपाईँलाई तपाईँको जीवन जस्ताको तस्तै कस्तो चलेको छ भन्ने कुरा जानकारी दिने नै छु। आजको लागि म छुट्टिन्छु। जय श्री राधे, जय श्री कृष्ण।